फेरि पनि असहाय गाई बाछा संरक्षण अभियानमै छु म र हाम्रो संरक्षण अभियानका अभियन्ता हुनुहुन्छ उत्तम पुडासानीज्यू। अनि यो गाई जुन यसरी बसिरहेको छ, घाइते रहेछ, यहाँ पछाडि घाउहरू पनि देखिन्छ। यो गाई कसरी आइपुग्यो र हजुरहरूले यहाँ कसरी उद्धार गरेर यहाँसम्म ल्याइपुर्याउनु भयो? हजुर, यो गाईभन्दा अगाडि यहाँ एउटा लिफ्टिङ, यो गाईको यो पछाडि एउटा मेसिन देख्नुहुन्छ, यसलाई चाहिँ हामी लिफ्टर भनेर भन्छौँ। र यो गाई चाहिँ यो चन्द्रगिरी नगरपालिकामा भिरबाट खसालिएको अवस्था, खसेको भनिन्छ तर हामी भन्छौँ खसेको होइन, खसालिएको हो अवस्थामा नालीबाट उद्धार गरेर लिएर आइएको हो। र यो लिएर आइसकेपछि यो गाई सम्भवतः अब उनले दुध दिन सक्दिनन्, उनका केही डिफेक्ट, अब उनले दुध नदिने भइसकेपछि खास गरी एउटा अपराध कर्म बढेको छ। कृषकहरूले यहाँ मात्र होइन, साँखुमा पनि त्यस्ता घटना घटेका छन् र विभिन्न ठाउँमा यस्ता घटनाका प्रत्यक्षदर्शीहरू हौँ हामी। र यसलाई चाहिँ हामीले चन्द्रगिरी नगरपालिकाबाट उद्धार गरेर लिएर आएका छौँ र उसको खुट्टा ठिक छ र उसको यो कम्मर, यो ढाड अलिकति भाँचिएको अवस्था छ। शरीरभरि घाउ चोटहरू छ र त्यहाँ सम्भवतः 5-7 दिन त्यो एउटा नालीमा परेको अवस्थामा हामीले गएर यो उद्धार गरेर लिएर आइसकेपछि अब अहिले उसलाई यहाँ उपचार गरिराखेका छौँ र हरेक दिन यो लिफ्टबाट उचालेर यसको त्यो खुट्टाहरूमा मालिस गर्ने। त्यो अस्ति त करिब डेड अवस्थामै पुगिसकेको थियो र उसलाई उपचार गर्ने र हरेक दिन उसलाई चाहिने एन्टिबायोटिकहरू, उसलाई चाहिने उपचारहरू गर्दै उसलाई चाहिँ यो लिफ्टले यो उचालेर उसलाई गर्नुपर्ने यो शारीरिक भन्छ नि त्यो केलाई थेरापीहरू गर्ने काम गरिराखेका छौँ र अहिले नाउ सी इज ह्याप्पी, उनी अहिले ठिक छिन् जस्तो लाग्छ। यो गाई फेरि अब सामान्य अवस्थामा उभिएर पहिला जस्तै हिँड्न गर्न सक्छ त? हामी होपफुल। यस्ता गाईहरू एकपल्ट बसिसकेपछि उभिन धेरै गाह्रो हुन्छ र हाम्रो यहाँ आउने डाक्टर प्राविधिक हुनुहुन्छ, उहाँले 90% ग्यारेन्टी यो गाईलाई चाहिँ हामी उपचार गरेर हिँडाउन सक्छौँ भनेर भन्नुभएको छ। र सबैभन्दा यसको ठुलो उपलब्धि भनेको यो एउटा लिफ्ट छ नि, यसले उचालिसकेपछि यसले जब खुट्टा टेक्न सक्ने हुन्छ नि, खुट्टा टेक्न सक्ने भइसकेपछि यो गाई हिँड्न सक्छ। र हरेक दिनको एकपटक दुईपटक लिफ्टले उचालेर यसलाई खुट्टा टेकाउने र त्यो थेरापी गर्ने काम गरिराखेका छौँ। त्यसो भइसकेपछि हामीले आशा राखौँ उसको अनुहार अहिले उज्यालो छ, उसले खानेकुरामा कुनै कम्प्रोमाइज गर्दैन, राम्रोसँग खाइराखेको छ, उपचारमा कम्प्रोमाइज भएको छैन। आशा राखौँ यो गाईले अब जीवन पाउनेछ र यो गाई हिँड्न सक्छ। हजुर लगायत यो यहाँ खटिनुहुने, दिनरात नभनी खटिनुहुने सम्पूर्ण सदस्यहरूलाई चाहिँ जति धन्यवाद दिएर पनि कम हुन्छ, किनभने यो महान काम हो, यो पुण्यको काम हो। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। हस्, नमस्ते। हजुर, हस् नमस्ते। र आएर कम्तीमा यो असहाय गाई बाच्छा संरक्षण अभियानप्रति रामबाबुले बारम्बार देखाउनु भएको चासो, चिन्ता र उहाँले चाहिँ आफ्नो सामाजिक सञ्जाल मार्फत यसको बारेमा बारम्बार जुन चर्चा गरिरहनु भएको छ, हामी त के भन्छौँ भनेदेखि कृपया यो अभियानको बारेमा जानकारी लेखिदिनुहोस्। यो अभियान चलेको छ, यसमा आर्थिक कुराहरू केही पनि हामीलाई ती कुराहरूको बारेमा हामीलाई चिन्ता छैन, मात्र सामाजिक कुरा। सडकमा अलपत्र परेका बाछी गाई बाछाहरू यदि अलपत्र अवस्थामा छन् भने खबर गरिदिनुहोस् र यिनीहरूले बाँच्न पाउनुपर्छ। त्यति कुरामा तपाईँ हामीले अलिकति चिन्ता र चिन्तन बढायौँ भनेदेखि सम्भवतः यस्ता प्राणीहरूले दुःख पाउँदैनन्। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। यता पछाडि पनि देखाउँ त एकचोटि यो गाईको अवस्था। हस्, ल।